दुबईमा हुनुहुन्छ, दुबईमा जब चेन्ज गर्नका लागि तपाईसँग स्किल छैन भने पनि गाह्रो हुन्छ। तपाईलाई म दुईटा कुराहरू बताउँछु। जब चेन्ज गर्ने हुनुहुन्छ, पुरानो कम्पनीसँग जब गरिरहनु भएको छ भने त्यो कम्पनीबाट तपाईले के गर्नुपर्छ भने रिजाइन, प्रोपर रिजाइन भएको हुनुपर्छ। रिजाइन नगरिकन छोड्ने काम गर्नु हुँदैन। यदि छोड्नु भयो भने एक्सपन्डिङमा पर्न सक्नुहुन्छ। एक्सपन्डिङमा पर्न सक्नुहुन्छ, फेरि रिमुभ गर्नु पर्यो अनि फेरि दुनिया एकदमै मेला हुन्छ त्यो है। अर्को ठाउँमा काम गर्न मिल्दैन, अर्को ठाउँमा जब पाउनको लागि मुस्किल पर्छ, त्यो समस्या हुन्छ है। सर्वप्रथम तपाईले 1 महिनादेखि 2 महिना टाइम पिरियड राखेर कम्पनीलाई जानकारी दिनुपर्छ कि म चाहिँ अब जब चेन्ज गर्दैछु है भनेर। अब त्यस पश्चात के हुन्छ भने जब तपाईले रिजाइनेसन गर्नुहुन्छ, रिजाइनेसन गर्दाखेरि त्यतिखेर 1 महिनाको समय हुन्छ। त्यो 1 महिनाको समयमा तपाईले जबको बारेमा बुझ्दै गर्नुपर्ने हुन्छ। जबको बारेमा बुझ्दै गर्नुपर्ने हुन्छ। जबको बारेमा बुझ्दै गरेपछि तपाईले जब रिजाइनेसनको डेट सकिन्छ, तपाईले 1 मन्थ काम गरेपछि डेट सकिन्छ, त्यहाँदेखि तपाईले 1 महिनाको ग्रेस पिरियड पाउनुहुन्छ। अनि त्यो ग्रेस पिरियडमा अर्को कम्पनीमा तपाई जोइन भइसक्नु पर्ने हुन्छ। यदि तपाई जोइन हुनु भएन भने फेरि तपाईलाई चाहिँ दिनको 50 दिरहमले, दुबई हुनुहुन्छ भने 50 दिरहमले फाइन काट्नेछ है। 50 दिरहमले युए गभर्नमेन्टले फाइन तपाईलाई लाउनेछ। तपाई जति दिन बस्नुहुन्छ त्यति दिनको फाइन चाहिँ तपाईलाई लाउनेछ है। सो त्यो फाइनबाट बच्नका लागि के गर्ने, सुरुमै तपाई चाहिँ जब खोजेर रेडी भएर अनि मात्रै रिजाइनेसनको लास्ट डेट सम्ममा तपाई रेडी भइसकेको हुनुपर्छ। र अर्को दिनदेखि नै तपाईले इन्टरभ्युहरू दिने र अर्को कम्पनीमा चाहिँ तपाई जोइन 1 महिना भित्रमा भइसक्नुपर्छ। यो प्रक्रिया रहेको छ है। तपाईलाई मैले छोटो जानकारी राखेँ। यस्तै अरु जानकारीको बारेमा मलाई कमेन्ट गर्नु होला, म तपाईलाई जानकारी दिँदै जानेछु है। अहिलेलाई भने बाइ बाइ, म रमेश मुजुर।